हेलो एभ्रिवान, सबैजनालाई चाहिँ लोप्पा अनि सबैजनालाई असार लागिसक्यो होला, असार सकिसक्यो होला। कसैको चाहिँ कसैको लागिसक्यो। अनि हामीले चाहिँ दुईवटा खेत बाँकी छ, अब सक्यौँ। अनि म चाहिँ यहाँ घर किन आएको छु, घरमा छ्याङ लिएर गएको। अनि मेरो भ्लग चाहिँ खासै राम्रो हुँदैन, मान्छे नै राम्रो छैन, मेरो फोनै राम्रो छैन। त्यही पनि मलाई है घरले यस्तो भिडियो बनाउनु मन लाग्छ नि त असारमा। अब सबैजना रमाइलो अनि कसैले चाहिँ आज गर्दै म चाहिँ गएँ। अनि हामी चाहिँ खेत मेरो खेत आइसकेको थियौँ। अनि बुइनी ठुलमम्मी निनीहरू जोतिरहेको थियो, रोप्ने लाठीहरू खनिरहेको थियो। अनि म चाहिँ माथिबाट लुकेर भिडियो गर्दै थिएँ। पनि मलाई सबैले गाली गर्नु, तेरो रोप्नु चाहिँ छैन, खालि भिडियो मात्र बना है भन्नुहुन्छ। त्यही पनि म भिडियो चाहिँ बनाउनु छोड्दिनँ। जसले जेसुकै भन्नुहोस्, मेरो मम्मीले झन् कतिहरू गाली गर्नुहुन्छ। अनि आज खाजा खाने टाइम भइसकेको थियो। अनि सबैजना बुबाट ठुलोमम्मी अजा निनी चमा चाहिँ खोर्सानी खाँदै हुनुहुन्छ। मेरो बहिनी बोल्नु लागेको जस्तो भइसकेको छ। यता निनी हाँस्दै हुनुहुन्छ। भिडियो नहुनु भने चमा चाहिँ हाई गर्दै हुन्छ, चम्चीले निनी चाहिँ डल्ला खानुहुन्छ। अनि यहाँ जाँडको बदलहरू छ। अनि यता अझै पनि खाँदै हुनुहुन्छ भात। अनि यता दाजुहरू हुनुहुन्छ। अनि यता कान्छाले मै खाँदै हुन्छ। अनि हाम्रो बुबाले चाहिँ हाई गरिदिन्छ। अनि अझै चाहिँ एकरो भात खाँदै हुनुहुन्छ। अनि मलाई चाहिँ सर दाजुले यस्तै सेन्टरमै बना है, नराम्रो त बेइज्जत गरिदिन्छ हाम्रो भन्नुहुन्छ। अनि म चाहिँ त्यस्तै गाली गर्दै गालामा हात राखेर गाली गर्नुभयो भन्दै सबैजना देखाउँदै बसिरहेको थिएँ। अब असलमा देख्नु न यस्तै हुन्छ। अनि मेरो कान्छा दाजु चाहिँ हाँस्दै उभिँदै भात खाँदै हुन्छ। अनि त्यहाँदेखिको यता म चाहिँ भिडियो गर्दै बसिरहेको थिएँ क्या, लुकेर हामीले देख्नु भएको थियो होला। अनि यता खाजा खाइसकेको दृश्यहरू चाहिँ एकदम दामी थियो। भर्खर रोपेकोमा चाहिँ पानी थियो नि त। अनि त्यो खेत हाम्रोदेखि पर्तिर मेरो बहिनीको साथीकोमा चाहिँ 35-40 जना हुनुहुन्थ्यो क्या। म छक्कै गरेको के खाजा दिनुहुन्छ होला त्यति धेरै लाइनमा चाहिँ जुम गर्दै खाँदै थिएँ। अनि यता खेतमा आइसक्यौँ। कति धेरै हुनुहुन्थ्यो क्या त्यहाँ खेतमा त, मान्छे पनि छक्कै परेको। हाम्रो खेतालाहरू पनि हामीले 16 जना मात्रै आज फर्स्ट टाइम मात्र धेरै भएको। कसैको भित्र राख्नु बाँकी छ, कसैले रोपिसक्यो, कसैको हरियो भइसक्यो, थरीको हुन्छ हाम्रोतिर चाहिँ। अनि म चाहिँ बाउलाई जस्तो कराउँदै बसिरहेको छु। अनि मलाई चाहिँ सबैभन्दा लास्टमा भात खाएको नि त। अनि त्यहाँदेखि मेरो खाजा चाहिँ यस्तो थियो। अनि थाल्न पुगेर आरीमै खाएको थिएँ कि मैले चाहिँ। अनि यता अझै कस्तो भयो त आजको खाजा भन्दै जिस्काउँदै थिएँ। अनि यता खेतहरू रोपिसकेर सकिने बेलामा घर हिँड्ने बेलामा मैले भिडियो बनाएको थिएँ। अनि सबैजनालाई बाई गरिन्छ, बाई जा घर हुने गोरु पनि आउँछ। अनि अङ्कललाई पनि बाई गरेँ, अनि सर दाजुलाई पनि बाई हिँड्दै हुनुभएको थियो। अनि यता सबैजनालाई बाजुले पनि बाई गरेँ। यता कान्छा दाजु छोड्नु न भन्छ, जानु दिनु भएन। अनि म पनि गएँ, सबैजनालाई बाई के गरेर सबैजना रोप्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ म चाहिँ बाख्रा लिएर आउनुपर्छ बाई गरेर म चाहिँ आइहालेँ भन्नु होला। अनि यता ठुलो मम्मीलाई सोध्दैछु के गर्नु काम भनेर। ठम्ले हिजो के गरेको त्यस्तै भनिहाल्नु के गर्नु घरमा भोलि असार पनि दही चिउरा अझै खाइदिएको भन्दै जिस्कान भन्दै ठम चाहिँ हाम्रो सबैजनालाई खेताहरूलाई त्यहाँ उभिरहनु भएको सबैजना बाई अब एउटा घाँटीलाई लागेकै छु। अनि म चाहिँ बाख्रा लिएर आएको थिएँ। हामी जम्मा 3-4टा बारी ठाउँ आएर चाहिँ अनि रोप्दै हुन्थ्यो। अनि म चाहिँ ठमलाई बाई गरेर गएँ घरतिर। अनि म चाहिँ यहाँ तल अगाडि बाख्रा ल्याउँदै हुन्थ्यो। अनि यो मान्छेहरूलाई नि बाई भनेर म चाहिँ घरतिर लागेँ। अनि म चाहिँ मुखिसको पार्दै यता बाख्रा लिएर आएँ। अनि यता बाख्रा लिएर आएँ। अनि यता बाख्राहरू चाहिँ अगाडि लगाइसकेको थिएँ। अनि यता चाहिँ रोप्दै हुनुहुन्थ्यो मेरो साथीहरू, पतिरको हाम्रोतिरको साथीहरूको थियो। अनि म चाहिँ यता आफ्नो फेस देखाउँदै सबैजनालाई बाई। अब चाहिँ हाम्रो पनि सकियो, घर जाने बेला भो भन्दै तिनीहरूले जिस्काउँदै थियो। अनि म नि यता गर्दै नराम्री भएर आँखा झुल्काउँदै भए पनि म चाहिँ घर आएँ। अनि सबैलाई मेरो भिडियो कसै लाइक कमेन्ट गरिदिनु।